तिमीलाई लाग्छ कि सफलताको लागि केवल भाग्यको चाहिन्छ, तर साँचो सफलता भनेको के हो? यो कहानी तपाईको लागि गौतम बुद्धको स्टोरी सुनेपछि तपाईले पनि जीवन बदल्न सक्नुहुन्छ। किन सफल हुन चाहन्छौ तर अनुशासन मन पर्दैन? तिमी शान्त हुन चाहन्छौ तर रिस छोड्न सक्दैनौ। तिमी परिवर्तन चाहन्छौ तर बानी बदल्न डराउँछौ। यही प्रश्न लिएर एक युवक फेरि पुगे गौतम बुद्धको सामु। उसले भन्यो, भगवान, म सफल हुन चाहन्छु तर मेरो मन स्थिर छैन। म सुरु गर्छु तर बीचमै छोड्छु। बुद्धले आकाशतिर हेर्नुभयो र भन्नुभयो, सफलता बाहिरको उपलब्धि होइन, भित्रको विजय हो। जो मानिस आफ्नो मन नियन्त्रण गर्न सक्छ ऊ नै साँचो विजेता हो। युवक अलिकति अचम्म परे। बुद्धले जमिनमा रेखा कोर्दै भन्नुभयो, यदि हावा आयो भने यो धुलो उड्छ तर पहाड कहिल्यै हल्लिँदैन। तिमी धुलो बन्न चाहन्छौ कि पहाड? जीवनमा आलोचना आउँछ, असफलता आउँछ, मान्छेहरू हाँस्छन्, कहिलेकाहीँ आफ्नै मान्छेहरूले साथ छोड्छन्, तर जस आफ्नो लक्ष्य छोड्दैन ऊ अन्तमा पुग्छ। बुद्धले भन्नुभयो, अनुशासन बिना सपना सिर्फ कल्पना हो। हरेक दिन सानो प्रयास गर तर निरन्तर गर। बिस्तारै हिँड्नु गलत होइन, रोकेर बस्नु गलत हो। युवकको मन बदलिन थाल्यो। बुद्धले अन्तिम भन्नुभयो, तिमी संसार जित्न निरन्तर प्रयास गर। पहिलो आफ्नो डर जित, आफ्नो आलस्य जित, आफ्नो रिस जित। जब तिमी आफैले जित्छौ त्यो दिन संसार हर्छ। त्यो युवक उठ्यो र यस पटक ऊ समस्या लिएर होइन, निर्णय लिएर फर्कियो, किनकि उसले बुझेको थियो सफलता चमत्कार होइन, नियमित अभ्यास हो। शान्ति वरदान होइन, आफ्नो सोचको परिमाण हो। र जीवन भाग्यले होइन, निर्णयले बदलिन्छ। त्यसैले आज तिमी के गर्न निर्णय लिएको छौ? धुलो बन्ने कि पहाड? शान्ति खोज्ने होइन, बुझ्ने कुरा हो। आजदेखि बाहिर होइन, आफ्नो मनभित्र हेर्ने सुरु गर। यदि यो भिडियोले तिम्रो मन छोयो भने सायद तिमी परिवर्तनको लागि तयार छौ। र परिवर्तन अहिलेबाट सुरु हुन्छ। पहिलो आफ्नो मन जित, संसार आफै जित्छ। निर्णय आजै गर। तिमी के समातेर बस्छौ? छोड्न सक्छौ भने शान्ति पक्कै भेटिन्छ। यदि यो सन्देशले केही सिकायो भने यो भिडियो सेयर गर र यस्तै गहिरो प्रेरणाका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।